नमस्कार। म फेरि तपाईँहरूको सामने उपस्थित भएको छु आचार्य ब्लगमा। र तपाईँलाई मैले आज एउटा नयाँ कुरा देखाउँदैछु। म आजको कार्यक्रममा गर्मी साह्रै छ। आजको म चाहिँ तपाईँलाई गाउँको स्थिति देखाउँछु र यो बजारको यो सहरको स्थिति हो। काठमाडौँको अथवा भक्तपुर इलाकालाई चाहिँ खास भक्तपुरको चाहिँ संवेदनशील एरिया भनेर चिनिन्छ। तर अहिले यो परिस्थिति बदलिएको छ। यो समस्याहरू अलिकति बदलेका छन्। यहाँ मौसम चाहिँ परिवर्तन भएको छ। सबैले हेर्दाखेरि मौसम धेरै परिवर्तन छ। अहिले मौसमी वातावरण चेन्ज भएको कारणले गर्दाखेरि धेरै गर्मी छ। तराई क्षेत्रमा पनि यतिको गर्मी अलि हुन्न जस्तो लाग्छ मलाई। किनभने दूरसम्म तपाईँले हेर्न सक्नुहुन्छ, बहुत गर्मी छ, एकदम घाम लागेको छ। अब यो यस्तो परिस्थितिमा मान्छे बाहिर हिँड्नलाई बहुत मुस्किल छ। त्यही भएर यो हाम्रो खुबसुरत एरिया पनि हो र बनाउन पनि यसले चाहिँ निकै सुन्दर बनाएको छ। हरियाली छ चारैतिर। तर चाहिँ अलिक गर्मी बढी भएको कारणले गर्दाखेरि हिँड्न डुल्न अलिकति मुस्किल छ। यो एरिया भनेको ठिक छ। यो एरिया त्यति छैन, तर चाहिँ बस्नको लागि अलिकति संवेदनशील एरिया मानिन्छ। ठिक छ, बहुत राम्रो छ। तपाईँहरूले जग्गा जमिन चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ। आचार्य ब्लगमा तपाईँलाई चाहिँ मैले यहाँ बताएको छु। यहाँको चाहिँ परिस्थिति, यहाँका संरचनाहरू कसरी बन्छन्, के गरेर बन्छन्, के हुन्छ भन्ने कुरो जानकारी गराइन्छ। र तपाईँहरूलाई चाहिँ अहिले यो हरियालीको चाहिँ मौसम र अहिले बर्सातको मौसम भएको कारणले एकदमसित घाम पनि हुन्छ। र तपाईँको चाहिँ अहिले उति बेलै बादल लागेर पानी पनि आउन सक्छ भन्ने छ। तर आउँछ पनि एकछिनपछि, बादल ड्यामड्याम लगाइहाल्छ, पानी आइहाल्छ। त्यस्तो परिस्थिति छ अहिलेको यो गर्मीको सिजनमा। सुन्दर छ, सुन्दर सहर जस्तो छैन, तर गाउँ जस्तो छ। यो हामी बस्ने घर हाम्रो घर हो। बाँकी चाहिँ तपाईँले देख्नुहुन्छ, यो मेरो अगाडिको सिन हो। अब म कतै गएँ भने तपाईँलाई फेरि अर्को चाहिँ जग्गामा तपाईँलाई लान सक्छु। अहिले चाहिँ म यो दोकानको अगाडि पछाडि छु र मैले तपाईँलाई यो देखाउन खोजेको किन भन्दाखेरि यहाँ तपाईँलाई घडेरी चाहिए सम्पर्क गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले यो भ्लग बनाएको हो। तपाईँले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। र यहाँ वरिपरि बस्नको लागि राम्रो व्यवस्था छ, तर अलिकति फेरि अलिक महँगो एरिया रहेछ जस्तो छ। तर अन्तभन्दा बस्नलाई एकदम सजिलो र शान्त वातावरण भएको कारणले तपाईँलाई मैले बताएँ। र बहुत गर्मी भएको कारणले म भित्र आएँ। अब फेरि अहिले भित्रको एरिया हो यो। अब म हजुरहरूलाई फेरि अर्को भिडियोमा एकदमसित राम्रो चाहिँ फेरि एरियातिर लगेर त्यसलाई मैले तपाईँहरूलाई चाहिँ फेरि अर्को चाहिँ राम्रो वातावरण भएको बेलामा, पानी परेको बेलामा फेरि अर्को भिडियो बनाउने छु। त्यस्ताको लागि हजुरहरूले यसलाई कमेन्ट गरिदिनु होला र लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला भन्ने पूर्ण आशाको साथ बिदा हुन्छु। हस्त नमस्ते।